नमस्कार। आज म अलिकति विश्लेषण गर्ने जमर्को गरेँ है। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनको आफ्नो प्रभावशील क्षेत्र भनौँ त्यो, किनभने त्यहाँ एउटा संसद कांग्रेसको सहयोगमा उनले सांसद पद उनको पार्टीले जितेको पनि छ, सिन्धुपाल्चोक। त्यहाँ हिजो गएर केही बेतुकका कुरा गरे। अर्थात् कोही मानिस पूर्व राजा भन्छन्, कोही राजा भन्छन्। म चाहिँ राजा भन्न रुचाउँछु। राजाका बारेमा औलो ठड्याए, औलो यसमानेमा ठड्याए, आपत्तिजनक शब्दको चयन गरे। त प्रधानमन्त्री भइसकेको मानिस जो 3 पटक यो देशको प्रधानमन्त्री भयो, 62-63 को राजनीतिक परिवर्तनपछि सम्पूर्ण शासन सत्ता आफ्नो हातमा बागडोर सम्हाले, उनलाई यी चीज जे आरोप उनले राजामाथि लगाए, जे आक्षेप लगाए, त्यो दुस्साहस भन्छु म, जे दुस्साहस गरे, यत्रो वर्षसम्म के हेरे अनि अहिले मासिने बेलामा अर्थात् मासिने यसमानेमा पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको कुनै भविष्य छ भन्ने विकसित राजनीतिक घटनाक्रमले देख्दैन। जम्मा 18 सीट उनले जितेका हुन् चुनाव, त्यो संसदको म सांसद पदको भन्न खोजेको, त्यसमा पनि कांग्रेसको सहयोगमा। उनलाई प्राप्त हुन सक्ने अर्थात् उनले आफ्नो बुतामा जित्न सक्ने अहिलेसम्मको अवस्था हेर्दा 3 वटा क्षेत्र, मुस्किलले 4 वटा, यस्तै बाहेक उनको चुनाव जित्ने निर्वाचन आधार क्षेत्र उनको पार्टीको देखिँदैन। त्यो भनेको रोल्पा अनि रुकुमको 2 वटा क्षेत्र सालाखाला पक्का पक्की छ भन्छन्। अब यसदेखि बाहेकको कर्णालीमा एउटा जिल्लामा सम्भावना छ भन्छन्। त्यसदेखि बाहेक तपाईँ विभिन्न सिन्धुपाल्चोक जानुहोस्, त्यहाँ उनको एकल चुनाव लड्दा सम्भावना छैन। सिन्धुली जानुहोस्, सम्भावना छैन। भोजपुर जानुहोस्, सम्भावना छैन। अब खोटाङ जानुहोस्, सम्भावना छैन। मधेस रित्तै छ। शहरी क्षेत्र जहाँ पढे लेखेका मानिस छन् त्यहाँ सम्भावना छैन। गोर्खा सम्भावना छैन। त उनको कहाँ सम्भावना छ? त्यसैले रित्तिने अवस्था, यो सकिने मेलो भनेर म भन्छु। तर उनले हिजो जे कुरा राजामाथि आक्षेप लगाए, आरोप लगाए, त उनी 24 घण्टा पनि टिक्न सकेनन्। आज के भने त्यो मैले भनेको होइन, जनताले भनेको भनेर भन्न खोजेको, यति नीच स्तरमा यति गए गुज्रेको शब्द प्रधानमन्त्री जस्तो भइसकेको व्यक्ति, एउटा पार्टीको अध्यक्ष जो भोलि संवाद गर्नु पर्यो, देशमा संकट आयो भने त्यो बीचको बाटो तय गर्नुपर्छ। यी मानिस भोलि के भन्लान्? हुन त एउटा भनिन्छ, जो मान्छे उग्र हुन्छ त्यो ठुलो कमजोरीको उपज हो। अर्थात् कमजोर मान्छे बडा उग्र हुन्छ। कमजोर मान्छे उग्र हुनु अर्थात् चर्केर बोल्नुको अर्थ युद्ध नीतिले के भन्छ भने, सडकमा कुनै एउटा कमजोर मान्छेले बलवान मानिससँग न्यु खोज्यो भने त्यो बलवान अथवा शक्तिशाली मान्छेले, बलियो मान्छेले, पहलवानले के सोच्नुपर्छ अरे भने, कि त यो मान्छे बौलायो, बौलालाई पिट्नु हुँदैन, कि चाहिँ यसको पछाडि कुनै शक्ति छ, त्यसकारण त्यो तागत त्यसको बुतामा यो बोलिरहेको छ भनेर बुझ्नुपर्छ भन्छ युद्ध नीतिले। त पुष्पकमल दाहालको पछाडि के शक्ति छ भन्दा, शक्ति छैन। जनता उनको पक्षमा बाट विमुख भइसक्यो। किनभने जो उनको आफ्नो आइडेन्टिटी थियो, देशभक्ति, गरिब दिन दुखीको हेरचाह गर्ने, गरिब दिन दुखीलाई ख्याल गर्ने एउटा राष्ट्रवादी जो छवि भनेर भ्रम दिएका थिए, त्यो सबै नाङ्गो भयो, उजागर भयो। त उनको पछाडि अब जनताको जनबल रहेन। त भनेपछि के बुतामा उनले भनेका, जो 24 घण्टा पनि त्यस्तो टिक्न नसक्ने, त्यो तहमा त्यति नीच स्तरमा उत्रेर उनले शब्दको चयन गरे। अब आजै उनीहरूले फेरि एउटा समाजवादी मोर्चा नामको पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादव, उनीहरूको एउटा पत्रकार सम्मेलन भयो चैत्र 15 गते काठमाडौँमा। राजाको स्वागतमा अस्ति जनता आए, त्यसकारण त्यो स्वागतलाई जवाफ दिन प्रतिकार र्याली निकाल्ने यो पञ्चायतमा यही थियो। विनाशकाले विपरीत बुद्धि भन्छ।
पञ्चायतकालमा पञ्चहरूले पञ्च र्याली निकाले, तर काङ्ग्रेस र तत्कालीन मालेका मानिसहरू, मार्क्सवादीका मानिसहरू, मनमोहन अधिकारीजीले नेतृत्व गर्थे, उनीहरू सानो सङ्ख्यामा थिए, लुकेर यसो ढुङ्गा हान्थे, पञ्चहरू भागाभाग गर्थे। किनभने सुकिला मुकिला मानिसहरू, भुँडी ठुला भएका, पैसा कमाएका मानिस प्रतिवाद गर्दैनन्। अहिले यो जो सडकमा जाने भनेका छन्, भोलि 15 गते कथम अर्को पक्षले आक्रमण गर्यो भने जुन सम्भावना निकट छ, त्यो के गर्दा हुन्? यी मानिस प्रतिवाद गर्ने ल्यागत राख्छन्? अब यो असुरक्षा पैदा गर्ने, अप्ठ्यारो अवस्था भए त्रास पैदा गर्ने काममा यो कर्ममा किन लागेको? तपाईहरू यो अहिले कति भयो? 18 वर्ष भयो। 62-63 सालदेखि अहिलेसम्म 18 वर्ष भयो। 62 सालदेखि निरन्तर तपाईहरूको राज चलेको छ। युवा पुस्ता भड्किसके, तपाईहरूको पक्षमा छैन। यति ख्याल गर्नुहोस्, राज संस्था आउला नआउला, अथवा राजाले म भन्छु राज संस्था जरुरी छ, अपरिहार्य छ, किनभने तपाईहरूको असफलताको उपज हो। तर राज संस्था निरङ्कुश होइन। अर्थात् सम्पूर्ण ढङ्गले विगतको जस्तो बत्ती झ्यापै निभाएर, अर्थात् पत्रपत्रिका सम्पूर्ण बन्द गरेर, सम्पूर्ण मानिसलाई जेल हालेर यस्तो खालको राज संस्था होइन। राज संस्था भनेको संवैधानिक, अथवा यदि कुनै राजनीतिक दल महेन्द्र चौधरीहरू जस्तोको जन्म भयो भने, मुलुकमाथि घात भयो भने, मुलुकमाथि विप्लवको कसरत भयो भने, त्यस्तो अवस्थामा राजा बोल्ने, अन्यथा राजाले अभिभावकीय भूमिका निर्वाह गर्ने, राज्य सञ्चालन गर्ने त राजनीतिक दलले नै हो फेरि पनि। त त्यस्तो राज संस्था आवश्यक तपाईहरूको कारणले मानिसले ठाने। नत्र रामचन्द्र पौडेलले राष्ट्रपतिको भूमिका निर्वाह गरिदिएको भए, वा विगतमा रामवरण यादवले त्यो राष्ट्रपतीय भूमिका निर्वाह गरिदिएको भए आज यो अवस्था हुँदैन थियो। काङ्ग्रेस, एमाले, माओवादीको नेतृत्वले यो अवस्था सिर्जना गरिदिएको भए, राम्रो अवस्था सिर्जना गरिदिएको भए अहिलेको अवस्था आउँदैन थियो। युवा पुस्ता सडकमा तपाईहरूलाई दुत्कार्दै ललकार्दै जाने थिएन। आजै एकजनाले प्रश्न गर्यो, तपाईले आयोजना गरेको पुष्पकमल दाहालजीलाई प्रश्न गर्यो पत्रकारले, तपाईले 16 वर्षमा के गर्नुभयो? भ्रष्टाचार मात्रै गर्नुभयो, अनि ठुलो कुरा गर्ने? त मानिस तपाईँ उप यसरी प्रश्न उठान गर्थ्यो। सामाजिक सञ्जालमा यता त सर्वत्र छ। त्यसकारण तपाईले के ख्याल गर्नु पर्यो भने, त्यो सिसाको घरमा बसेर ढुङ्गा हान्नु हुँदैन। तपाईमाथि जघन्य अपराधका मुद्दाहरू छन्, लाग्न सक्छन्। त्यति मात्रै छैन, बाँदरमुढे घटना सम्झनुहोस् त। 62 साल जेठ 23 गते 72 जना घाइते भएका थिए, 38 जना एकै ठाउँमा ठहरै भएका थिए। यो कत्रो अपराध हो। 17,000 मानिस तपाईको कारणले ज्यान गएको छ, खरबौं सम्पत्ति नोक्सान भएको छ, अनि 5,000 को जिम्मा तपाईले लिनु भएको छ। 5,000 त मैले मारेँ, बाँकीको कसले जिम्मा लिन्छ यो भन्नुभएको छ। तपाईको त्यो रेकर्डेड छ। अनि यति मात्रै छैन, तपाईमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा जान सक्ने सम्भावनालाई मानिसहरू नकारिरहेका छन्। यही अवस्थाले तपाईलाई त्यहाँ पनि पुर्याउन सक्छ। त्यसकारण यो डाक्टर बाबुराम भट्टराई जो प्रधानमन्त्री, तपाईको मित्र साथी पनि हो, बुढी गण्डकीमा तपाईँ, शेरबहादुर देउबा र खड्गप्रसाद ओलीले 9 अर्ब रुपैयाँ बाँडेर घुस खाएको भन्ने छ। तपाईलाई ज्यानमाराको अभियोग लगाइएको छ। तपाईँ अपराधी हो भन्छन् मान्छेले। अनि यो सबै कुरा हो भन्ने। त्यसकारण तपाईँ जस्तो मानिस, एउटा प्रधानमन्त्री भइसक्यो, एउटा पार्टीको तेस्रो ठुलो दलको पार्टीको अध्यक्षले यति निकृष्ट यो तहको भाषा प्रयोग गर्नु त्यो सह्य हुँदैन कसैलाई। त्यसले राम्रो सन्देश दिँदैन। तपाईहरू सुध्रिनुपर्छ, किनभने भोलि बीचको बाटो तय गर्नुपर्छ र राजनीति यथास्थितिमा रहँदैन। यति चाहिँ ख्याल गर्नुहोस्। यो समयमै चेतेको राम्रो। धन्यवाद है त।